ल आज चाहिँ फेरि हाम्रो साइला मामा मनिष गुरुङ मामा सिडी र माइजू अनि पूजन मामा अनि माइजूहरू मामा माइजू भुजीहरू मिलेर चाहिँ आज फेरि गाउँमा चाहिँ पार्टी दिने हुनुहुन्छ। सोल्टी पनि हुनुहुन्छ होइन, सोल्टीको बारी बुढी होइन, श्रीमती मामाहरू यता देश मामाहरू होइन मिलेर चाहिँ आज चाहिँ हाम्रो गाउँमा चाहिँ पार्टी दिने हुनुहुन्छ। हाम्रो गाउँ चाहिँ तमिजुङ है त, तमिजुङ द बी भिलेज र अनि हाम्रो यस्तो छ फेरि मामाहरू चाहिँ यता हुनुहुन्छ कान्छा मामा सिडी होइन फ्रम अस्ट्रेलिया अनि माइजू पनि अस्ट्रेलिया होइन, यता हुनुहुन्छ फेरि साइला मामा सिडी होइन मनिष गुरुङ होइन, यता माइजू अस्ट्रेलिया हुनुहुन्छ होइन, अनि यता फेरि विकल सोल्टी होइन गोलो यस्तो हुनुहुन्छ है त। अनि उहाँहरूले चाहिँ के भने अनि यता हुनुहुन्छ हाम्रो सम्पूर्ण मामा सिडी होइन, अनि यता हुनुहुन्छ हाम्रो फेरि गाउँ प्रसाद मामा सिडी होइन, अनि यता हुनुहुन्छ हाम्रो फेरि पूर्ण मामा सिडी, यता हुनुहुन्छ हाम्रो जितबहादुर मामा सिडी होइन, अनि यता हाम्रो आपा, अनि यता हुनुहुन्छ हाम्रो फेरि देश मामा सिडी, अनि यता फेरि हाम्रो ड्राइभर भचेक फ्रम, अनि हाम्रो यता फेरि शङ्कर होइन, यता फेरि हाम्रो मामा सिडी हुनुहुन्छ फेरि एम बहादुर मामा सिडी फ्रम मालालज हुनुहुन्छ, अनि यता हुनुहुन्छ अनि यता हुनुहुन्छ हाम्रो फेरि सानो मामा सिडी होइन फ्रम पोखरा यता हुनुहुन्छ हाम्रो आमा होइन। अनि म के भन्न चाहन्छु भने चाहिँ मामा सिडीहरू सबै मामा माइजूहरूलाई धेरै सोल्टीहरूलाई सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, किनभने चाहिँ हाम्रो गाउँमा चाहिँ यसरी आफ्नो गाउँमा आफ्नो जन्मभूमिमा आएर चाहिँ यसरी पार्टी गरेर सबै गाउँलेहरू सब मिलेर चाहिँ रमाइलो गर्दाखेरि चाहिँ यो पलहरू चाहिँ कहिले पनि बिर्सिँदैन र यस्तो चाहिँ तपाईँहरूले पनि सधैँभरि चाहिँ यस्तो रमाइलोहरू गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु, किनभने यस्तो मौकाहरू तपाईँहरूले सधैँभरि पाउँदैन कि होइन। अब विदेशमा धेरै यताउता कामहरू हुन्छ यताउता हुन्छ होइन, त्यो तनावहरूलाई चाहिँ अब गाउँमा आएर चाहिँ आफ्नो जन्मभूमिमा आएर चाहिँ आफ्नो घरमा आएर चाहिँ तपाईँहरूले चाहिँ एक रात निद्रा सुत्नु भयो, आफ्नो बिस्तारमा एक रात सुत्नु भयो भने त्यो वर्षौँसम्म याद रहिरहेको छ क्या, त्यस्तो तपाईँको धेरै उस हुन्छ होइन। यता हुनुहुन्छ हाम्रो माइजू कान्छी माइजू हुनुहुन्छ है त फ्रम चाहिँ हजुर हाम्रो कान्छी माइजू चाहिँ हजुर 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 अनि हाम्रो कान्छी माइजू चाहिँ फ्रम मोरिया दाङसी मोरिया, अनि हाम्रो कान्छी साइली माइजू चाहिँ स्याङ्जा होइन, स्याङ्जा होइन यस्तो छ है। अनि भित्र चाहिँ बजे हुनुहुन्छ होइन, बजे हाम्रो बजे चाहिँ नि माइजू यता फेरि हाम्रो माइजू हुनुहुन्छ होइन, अनि अर्को माइजू यता हुनुहुन्छ है त भुजी त हुनुहुन्न हो, भुजी चाहिँ फेरि उता घरमै हुनुहुँदो रहेछ है, त्यही भएर चाहिँ भुजीलाई देखाउन सकिएन अहिले चाहिँ। अनि म के भन्न चाहन्छु भने चाहिँ यस्तो रमाइलो पलहरू चाहिँ तपाईँहरूले पनि सधैँभरि सम्झनामा राखिराख्नुहुन्छ अनि मलाई विश्वास छ। र अनि तपाईँहरू विदेशमा गएर धेरै पैसा कमाए पनि तर आफ्नो गाउँलाई चाहिँ नबिर्सिनु दिनु हुन अनुरोध गर्छु मैले चाहिँ। तपाईँ जसले हेर्दै हुनुहुन्छ होइन, म पहिला पनि भन्न त रहर थियो तर यस्तो मौका आएको थिएन, त्यही भएर चाहिँ यो मौका चाहिँ अहिले मैले पाएको छु। र अनि तपाईँहरू विदेशमा गएर आउनुहुन्छ अनि आफ्नो गाउँमै नटेक्निने हुन्छ होइन कति होइन, त्यस्तो चाहिँ नगरिदिनु होला, किनभने आफ्नै गाउँमा जन्मियो आफ्नै गाउँमा हुर्क्यो होइन, लास्टमा आफ्नै गाउँलाई बिर्सिदिने चाहिँ राम्रो लाग्दैन है मलाई चाहिँ। तपाईँहरूलाई कस्तो लाग्छ र तपाईँहरूले पनि यसरी नै आफ्नो गाउँमा आएर आफ्नो गाउँको पानीमा आफ्नो गाउँको हावापानीमा चाहिँ फेरि एकपल्ट रमाइलो गर्नु होला भन्न म चाहन्छु। त्यही भन्न चाहे त हस् त धन्यवाद। तपाईँहरूलाई कुनैलाई मनमा चस्को पर्ला के होला होइन, त्यो भयो भने चाहिँ मलाई माफ गरिदिनु होला, किनभने अब आफ्नो गाउँ ठाउँलाई आफूले माया नगरे कसले गर्छ हौ भन्नलाई पनि म चाहेँ है त।
लालो पाते फुलेर लाल भयो फुलेर लाल भयो आज मेरो सररा जोगीको साल भयो श्रीमती भान्सालको पछाडि राजाको हस् त धन्यवाद नमस्कार